हाम्रो देश नेपालमा 1-2 मान्छे यस्ता छन्, एउटा 2 मुभी खेल्दैमा म जस्तै स्टार कोही होइन, 2 लाख टिकटकमा फलो हुँदैमा म जस्तै स्टार कोही छैन, 1-2 लाख इन्स्टाग्राममा फलो हुँदैमा म जस्तै स्टार कोही छैन। यति धेरै घमण्ड, 2 पोडकास्टमा इन्टरभ्यू लिँदैमा, 2 पोडकास्ट बनाउँदैमा त्यो मान्छे स्टार हुने होइन क्या। यो भाइरल भन्ने कुरा छ नि, हिजो एउटा मान्छे थियो, आज एउटा छ, भोलि एउटा हुन्छ, पर्सि एउटा हुन्छ, पर्सि अर्को हुन्छ। यो समय भन्ने कुरा छ नि, सधैँभरि सदबार हुँदैन होइन। त्यही भएर घमण्ड नगरौँ, जसको जति फलो भए पनि के हुनेवाला छैन यहाँनिर यो संसारमा है। एउटा 2 मुभी खेल्नेमा त्यो बुडुक उफ्रिनु पनि आवश्यक पनि छैन, एउटा 2 म्युजिक भिडियो खेल्नेमा बुडुक उफ्रिनु पनि आवश्यक पनि छैन यहाँ है। त्यही भएर एकअर्कालाई सम्मान गर्नु, रेस्पेक्ट गर्नु सक्यो। सबैजनाले आफ्नो मिहिनेत गरेका छन्, सबैजनाले आफ्नो तरिकाले काम गरेर खाएका छन्। कसैले घमण्ड नदेखाउँदा हुन्छ यो नेपालमा चाहिँ होइन। त्यही हो मैले भनिदिँदै गाइदिएको छु। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइज।